मर्निङ यस्तै यहाँ कि आज चाहिँ हाम्रो वेडनेसडे आउटिङ छ। आउटिङ चाहिँ हाम्रो काउँ डाँडा हुन्छ अनि काउँ डाँडा डोकोसम्म हुन्छ हाम्रो घरदेखि वहाँ माथिसम्म। अहिले चाहिँ हामी निस्कियो सेन्टरबाट। Up and chase thrills, right drop up and chase thrills. I know you ain't afraid to pop pills. भर्खर माटेपानीको तल आइपुग्यो। यहाँ चाहिँ केटाहरूको हल्का स्ट्रेचिङ हुन्छ अनि पछि हाम्रो चाहिँ टोको हुन्छ आएको चाहिँ। चाहिँ यहाँ टोको राखेर स्ट्रेचिङ गर्नको लागि रेडी हुँदैछ। भर्खर स्ट्रेचिङ सकेर कोही मुत्नु कोही डोको रेडी गराउनु गएको छ अनि कोही चाहिँ मुत्न गएको छ माथि फेरि। टिनमा कतिमा छिर्ने रह्यो कपले 45 भित्र चाहिँ अलिकति बेस्ट हो। टार्गेट चाहिँ 45, पास मार्क चाहिँ 50। 16 किलो है, 16 केजी 16 केजी गयो गयो पेयर मिल्न गयो। हाम्रो स्टार्टिङ पोइन्ट चाहिँ त्यहाँ हुँदैछ। केटा रेडी छ? बेस फुट दिने सेफ्टी फर्स्ट है। सल्बुछ केटा ल आफ्नो घडी पनि समात स्टार्ट गर्ने है। ल रेडी स्ट्यान्ड बाई।
काले भाइ कस्तो भइरहेछ माथिसम्म पुग्न सकिन्छ डाँडासम्म ल आइज आइज भाइ ल पुस गर्दै हाने टोली हाम्रो माथि गइसकेको हो यहाँ चाहिँ अलिक नसाइन टोलीहरू ट्राई गर्दैछ है त ल जा काले भाइ यहाँ चाहिँ हाम्रो फर्स्ट प्यानहरू आइज सुनिल दे 7 मिनट भयो 7 मिनट आइज भाइ आइज ल है यहाँ चाहिँ हाम्रो फर्स्ट प्यानहरू टाइम चाहिँ 12:25 भन्छ है जा गुड तान ल यता आइज गुड टाइम चाहिँ ठ्याक्कै 20 मिनट हुन लाग्छ है आइज जग जगर अहिले चाहिँ हामी काउँ डाँडाको हाफमा छौँ जा केटा जा 25 भयो 25 भयो यसरी जा यता पछाडि केटाहरू आउँदैछ है अब धेरै छैन है अब यतिको हाफ हो अब सजिलो हो कान्छ गाह्रो भयो जा टाइम पनि 32:51 भन्छ आइज केटाहरू आउँदैछ है त गाह्रो छ नि केटा गाह्रो छ 34 भन्छ है 34 टाइम ठ्याक्कै 42 मा आउँछ है यतिकै गयो भने गाह्रो छ नि बिस्तारै हो त्यतिकै जा है ठिक्क टाइम आउँछ यहाँ चाहिँ हाम्रो 4 जना केटाहरू आइसकेको छ फर्स्ट म्यान को आयो फर्स्ट म्यान कतिमा आयो फर्स्ट म्यान 50 सेकेन्ड म्यान अमन है अमन कतिमा आयो केटा 40 मिनट 8 सेकेन्ड है ल
41 30 भएछ केटाहरू चाहिँ आउँदै है लेट्स सी केटाहरूले कति मान्छ ल यहाँ चाहिँ हाम्रो एकजना भाइ आएको छ आइज 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 27 है 27 आइज वे 43 58 44 44 44 1 42 2 आइज 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 44 8 44 10 आइज 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 44 47 44 47 57 46 15 47 35 47 36 47 38 47 50 42 43 ल 49 40 49 44 ल पास भयो केटाहरू हाम्रो पास टाइमिङ चाहिँ 50 मिनट थियो यो सबै केटाहरूले अहिलेसम्म चाहिँ पास भइरहेको छ यहाँ चाहिँ सबै केटाहरूले यहाँ फिनिसिङ हानेर आइसकेको छ केटाहरू चाहिँ यहाँ सबै आइसक्यो अब चाहिँ हल्का रेस्ट गरेर कुल डाउन हुँदैछ हाम्रो नरेबा अहिले कुल डाउन गराउँदैछ होइन यहाँ हल्का कुकुरहरू पनि कुल डाउन गर्न रेडी हुँदैछ हल्का हाम्रो चाहिँ फोटो सेसन भएर फेरि ब्याक टु होस्टेल जाँदै हो हामी चाहिँ अहिले काउडाँडाको माथि ल सबजना भइसक्यो त ल ओ हिँडेर भए नि केटाहरू चाहिँ सर्टकट चढ्दै यहाँबाट Hello. Hello, Kamsa. How are you? I'm fine. आज चाहिँ भाइहरूले हामीले काउन्टरबाट टोको ल्याएको अहिले चाहिँ हामी टक्क फर्किँदै होइन केटाहरूले चाहिँ यहाँ घैटुको पानी खाँदैछ चिसो पानी कस्तो थियो चिसो थियो कस्तो थियो अरे एकदम चिसो कम्लो मिठो खाले पानी हो कि कम्लो कम्लो मिठो खाले पानी ल तिलकले खाँदैछ पानी चिसो घैटुको ओइ घुटुक घुटुक पारेको रे चाहिँ तल झरिसक्यो हामी माथि पानी तल आइपुग्यौँ
हामी चाहिँ ब्याक टु होस्टेल आइपुग्यौँ हामी चाहिँ होइन। हाम्रो होस्टेल चाहिँ बुद्ध चोक भन्ने ठाउँमा छ। ल हामी चाहिँ होस्टेल आइपुग्यौँ। म्याथ सर चाहिँ पढाउन आइपुग्नु आएको छ, तर आज चाहिँ हामी हल्का ढिलो गऱ्यौँ। 9:42 भएको छ, अब जम्मा 18 मिनट छ। आज क्लास भ्याउँदैन म्याथको। सो थ्याङ्क्स फर वाचिङ। ल बाई सबैजनालाई।